गाडी आएको छैन ल अटो हेर्न त हाम्रो बस पार्कमा के गर्ने है सबैजना अब कमाउनुको लागि भनेर यसरी बसिराख्नु भएको छ है। अब हाम्रो अवस्था यस्तो छ अनि अस्ति देशको अवस्था हेर्ने हो भने अस्ति 3 कुनेमा देखिहाल्नु भयो। हामीले यहाँ पुरै 4 चक्कर 4 राउन्डिङ हानिसके हैन तर एकजना मान्छे नपाएर म यता बसहरु आइरहेको छु अहिले गाइजहरु छैन कमै सो हे गाइज वेलकम ब्याक टु माई च्यानल। आयो सबैजना सञ्चारमै हुनुहुन्छ होला, म भने एकदम सञ्चारमै छु। अनि आजको भिडियो चाहिँ टाक्क अतरे बजारदेखि सुरु भयो। सो 1-2 दिन चाहिँ अस्ति चाइनिज दाइहरूसँग गयो घुमियो होइन, त्यही भएर चाहिँ पर्सनली भिडियो चाहिँ आएन। अब चाहिँ आजदेखि चाहिँ पर्सनली भिडियो चाहिँ आयो होइन। अनि कति दिनकै घरबाट सुरु गर्ने भनेर आजको इन्ट्रो चाहिँ बजारदेखि भयो होइन। अनि बजारमा भनेको अहिलेको अवस्था चाहिँ टक्क पाएर यो छ। अनि यो चाहिँ यतातिर भनेको चौकतिरको अवस्था। अनि यहाँ चाहिँ मैले आफ्नो अटो राखेको छु। अनि यहाँ भनेको यो ब्याक साइड मैननगर जाने रोडतिर उता हाइसहरू लागेको छन् होइन। सो अब अनि यतातिर चाहिँ फलफुल पसलहरू छ हाम्रो। अनि अब हेरौँ के कस्तो हुन्छ, आजको दिन चाहिँ कस्तो जान्छ त। सकेसम्म एकदम रमाइलो गर्नुपर्छ गाइज है। सबैजना मसँगै रहनु होला, जोडिनु होला। अनि चाहिँ च्यानललाई चाहिँ जसले सब्सक्राइब गर्नु भएको छैन च्यानललाई सब्सक्राइब गर्नु होला। अनि आज दिनभरि के कस्तो हुन्छ र कतिको कमाइ हुन्छ सबै कुरा तपाईँहरूलाई म जानकारी गराउँदैछु। हस् त अब लागौँ हामी चाहिँ कामतिर गाइज। ल त केटा हो, अब चाहिँ फर्स्ट राउन्ड बजारतिर है, हेरौँ के कस्तो हुन्छ। सुरुमा चाहिँ म पहाड रोडतिर आयो, एकछिन चाहिँ पहाड रोडतिर यसो हेर्नु पऱ्यो। आजभोलि नयाँ साल लगभग आयो भनौँ, तर आयो भने के गर्नु है। पहाड जाने मान्छे त आइरहन्, तर कहाँदेखि कतादेखि भन्ने कुरा के भइरहेको भने केही पर्सेन्ट उता पूर्वदेखि के यता मैनदेखि के धनरदेखि भनेर मिक्सर टाइपको छ क्या, केही बुझ्नै नसकिने। सो हेरौँ एकछिन है, मान्छे त अगाडि छन्, अटो रोक्ने हुन्थेन होइन होला अटो त होइन। एकछिन चाहिँ यसो गएर चाहिँ पहाड रोडको यो बसपार्क साइडतिर घुमेर फेरि फर्केर आऊँ, के कस्तो हुन्छ हेरौँ। अनि ल त गाइज है, 1 राउन्ड म चाहिँ यतातिर हान्छु। अनि तपाईँहरूलाई चाहिँ म के कस्तो हुन्छ त्यही पछि भन्छु क्या। आम्बु 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 है केटा हो। ल त्यो गरी हो कि क्या, त्यो गरी हो होइन र। ल यहाँ केटाहरू पनि मान्छे खोज्ने पनि लागि परेकै छन्। गाडीमा हाम्रो अटोमै मान्छे छैनन्, हामी कहाँदेखि दिने हो र भने त्यो चाहिँ यतातिर त भिडभाड टाइप त हल्का फुल्का रहेछ। अब पाहाड जाने मान्छेको त भइहाल्छ नि होइन, नहुने कुरै भएन। नयाँ साल आउनु अब 15 दिन पनि बाँकी छैन, यस्तो छ अवस्था। हेरौँ ल त गाइज। अब भनेको चाहिँ अहिले चाहिँ होइन यो 20 दुना 40 90 रुपियाँ चाहिँ बोनी स्वरूप कमाइ भयो भनौँ न है। ल 90 रुपियाँ भयो। अनि म चाहिँ बसन्तपुर पुगेर आएँ। सो अब त्यहाँबाट चाहिँ अब म फर्केर यहाँ आउन्जेलसम्म 90 रुपियाँ भयो। अब चाहिँ भनेको हेरौँ कतातिर लागिन्छ गाइज। यो पालिको कस्तो खाले न्यु इयर हो कि केटा हो, कस्तो खाले न्यु इयर हो यार। बजारमा त यार यस्तो सुनसान त कहिले हुन्थेन यार। बात त सही है, न्यु इयरको बेला पनि यस्तो सुनसान हुनु भनेको त के भन्ने होला है। खै किन हो कुन्ने यस्तो यो पालि चाहिँ। ल बजारतिर हेर्नु त नयाँ सालमा यस्तो सुनसान कहिले हुन्छ भने यार 1 महिना अगाडि मान्छे चल्छ, यहाँ अब 15 दिन पनि बचेको छैन। 15 दिन बचेछ भनौँ न। ओहो यो पालि त यस्तो। ल चोकतिरै सुनसान छ भने अरूतिर त के हुँदो हो, चोकतिर चाहिँ यस्तो छ अवस्था। गाह्रो छ यो पालि व्यापार व्यवसाय। ल कस्तो खाले न्यु इयर भयो कि। सबै हाम्रो दाजुभाइ दिदीबहिनीहरू सब परदेशिनु भयो के हो। हाम्रो आफ्नो देशमा त कोही छैन। अब को हुने हो र है। हिजो अस्तिकै हेर्नु त त्यो हाम्रो 3 कुनेमा भएको है, काठमाडौँ 3 कुनेमा भएको त्यस्तो अवस्था। त्यो अवस्थालाई हेरेर त आमा को बस्ने हो र यो देशमा है। यो खाले यस्तो खाले भइरहेछ, गाह्रो छ, बेकार छ। बेकारमा मान्छेहरूले ज्यान गुमाइरहेछ भनेपछि ज्यानको त है केही उही छैन, वास्तै छैन। अनि त्यत्रो त्यहाँ भइसक्दा पनि है नेताहरूलाई झन् केही आनन्द लिइरहेछन्, मस्त मगन छन् है। गाह्रो छ नि हो, गाह्रो छ यही तालले त। त्यही भएर पनि हो कि यस्तो। ल हेर्नुहोस् नयाँ साल आइरहेछ, मान्छे भने केही छैन बजारमा। कहीँनिर देखिन्छ, त्यो पनि यो पहाड रोडमा आउने बेला मात्र देखिन्छ कि। पहाड रोडमा आउने बेला भनेको पनि यो 30-40% चाहिँ यो गाडीका स्टाफहरू हुन्, बाँकी भनेको चाहिँ के पेसेन्जर देखिन्छन्। यस्तै छ, चलिरहेको छ। हेरौँ ल त्यो ठिक छ गाइज, कमाउनु पऱ्यो है। म चाहिँ कमाउनुतिर यसो खोज्न लाग्छु। हेरौँ के कस्तो हुन्छ त। अब हेर्नु पऱ्यो, खोज्नु पऱ्यो, कमाउनु पऱ्यो, गाह्रो छ नि त हो। अब कति बेला चाहिँ यस्तो भइदिन्छ कि केटा कस्तो भनेपछि होइन। अब टक्क पारेर म चाहिँ अब उतातिर मान्छे मिलेन होइन। अब
धनगढी रोडतिर जाउँ त कहीँ धनगढीको मान्छे मिल्छ कि भने होइन यतातिर हिँड्दी होइन अब हिँडिसकेपछि चरा क्रस भइसकेपछि क्रसिङ हान्ने बाटै छैन के क्रसिङ हान्ने बाटो नभएर चाहिँ होइन मान्छे त कोही मिलेन होइन मान्छे चाहिँ कोही मिलेन अनि उल्टा क्रसिङ हान्ने बाटो नभएर यहाँ लगभग 1 किलोमिटर अगाडि हिँड्नुपर्ने अवस्था आयो क्या यस्तो पनि हुन्छ क्या म मात्रै होइन क्या यस्तो केटाहरू सबै अब हुन्छ नि त ल कहाँ डुले त पाउँछ भन्ने जस्तो कुरा गरेर चाहिँ यसो डुलिदिने होइन डुलेपछि कति बेला चाहिँ यस्तो पनि अवस्था आउँछ क्या त्यही भएर चाहिँ म यतातिर आएको थिएँ है अनि मान्छे चाहिँ यो यस्तो भइसक्यो क्या केटा अब कसरी भनौँ म होइन एकछिन मलाई चाहिँ यतातिर चाहिँ रोकेरै भन्न पनि मन लाग्यो अब यस्तो भइसक्यो कि अवस्था होइन अब यो नयाँ साल आउनु थोरै दिन छ होइन त्यही पनि मान्छे भनेको एउटा सुखको छैन क्या यो अवस्थाले यस्तो हुनुको कारण चाहिँ के हो भनेर त्यो चाहिँ बुझ्न सकेन खासमा चाहिँ यही हो क्या हाम्रो दाजुभाइ दिदीबहिनीहरू विशेष गरी सबैजना विदेशतिर हुनुको मुख्य कारण भनेको यही हो क्या यहाँ नेपालमा बस्न पनि को चाहने हो र हिजो अस्तिको त्यो मैले पहिला पनि अघि पनि भनेको थिएँ होइन तिनकुनेमा भएको घटना गाह्रो छ नि हो गाह्रो छ नेताहरू मक्ख छन् आफ्नो उसमा छन् मर्नेको पेल्नेको जनता के जहाँबाट भयो भने पेलिने मर्ने भनेको हामी जनता हो के भन्ने त्यो बारेमा त अब होइन सो त्यही चाहिँ अहिले चाहिँ अब म यहाँदेखि घुमेर चाहिँ अत्तरे चोकतिर जान्छु होइन चोकबाट चाहिँ के कस्तो हुन्छ अझ फेरि मैले आज खाना खान पनि जानु छ त बाजेले खाना बनाउनु ढिला गरेर आज म बिहान खाना पनि खाएर आएन सो गाइज है यतातिर चाहिँ एकछिन चाहिँ यसो राउन्डी घुमेर चाहिँ त्यसपछि चाहिँ खाना खान घर जानुपर्ने छ फेरि घरबाट चाहिँ फेरि खाना खाएर रेस्ट गरेर अनि चाहिँ फिर्ता भइन्छ सो अहिले चाहिँ बजारतिर मान्छे खोजौँ है त ल सो गाइज है अहिले चाहिँ फाइनली म चाहिँ धनगढीतिर आएको थिएँ होइन अब धनगढीतिर आएको थिएँ यस्तो गर्मी होइन यस्तो घाम लाग्यो केटा हो है लास्टै घाम छ अब के गर्ने है घाम लागि छोरा मान्छे हो गर्नु परिहाल्यो होइन जिम्मेवारी छ होइन काम नगरी त अब कसरी है घर परिवार पनि चलाउनै पऱ्यो होइन के गर्ने कुनै पनि होइन मान्छे हुन्छ नि त अब एकछिन त्यो के भन्छ त्यो छोरा मान्छे भइसकेपछि चाहिँ गर्नै पर्ने हुन्छ कि बाध्यता अब लाग्नु त भोक पनि लागिरहेको थियो होइन गाइज है नभन्नु के छ र भोक लागिरहेको थियो तर चाहिँ हल्का अब त्यस्तै खासमा भनौँ न यसो कमाइ धमाइ नभएर घर जाने मन पनि लागेन सो म धनगढीतिर आएँ अब यहाँबाट फर्केर चाहिँ सिधै खाना खान चाहिँ जानुपर्छ होइन अब घाम पानी चाहिँ त्यस्तो भए पनि काम भन्ने कुरा गर्नै पऱ्यो भने क्या सो त्यसै चाहिँ ठिकै छ अहिले चाहिँ धनगढीमा अनि यतापट्टि पनि चाहिँ दाइहरूले चाहिँ यता हेर्नु त त्यो बिचमा काम गरिराख्नु भएको छ नगरको मान्छे हुनुहुन्छ होला सायद उहाँहरू या कुनै ऊबाट होला होइन उहाँहरूले पनि अब जस्तो उस्तो घाम भयो भने उहाँहरूले पनि उसमा गरिराख्नु भएको छ नि त गर्नु पऱ्यो है यतिको घाम लागिरहेको चाहिँ पुरै छोडिदिनु त्यो यता सिसामा हेर्नु अटोको होइन लास्टै घाम लागिरहेको तर पनि दाइहरूले पनि उ त्यहाँ काम गरिराख्नु भएको छ त्यही हो छोरा मान्छे भइसकेपछि जिम्मेवारी आउँछ जिम्मेवारी आएपछि गर्नै पर्ने हुन्छ सो गाइज है त्यो जस्तो भयो भने काममा चाहिँ अब फोकस गर्नै पऱ्यो काम गर्नै पऱ्यो होइन अब चाहिँ म एकछिन चौरातिर जान्छु चौरातिर गएर चाहिँ फेरि वहाँबाट रिटर्न भएर अत्तरेतिर भएर फेरि खाना खान घर जान्छु होइन गाइज अब कस्तो हुन्छ के हुन्छ तपाईँहरूलाई चाहिँ देखाउने चाहिँ अहिले भने यसो ठिकै छ चलिरहेको अब चाहिँ फर्किन लाग्यो केटा हो है उताबाट चौरामा चाहिँ मान्छे पाएन भनेर होइन अब गाडी पनि नम्बरमै लागेको अटो पनि नम्बरमै उहाँ हाल्न दिएन भनेर अगाडि आएको यहाँ पनि अगाडि आएर नगर बस बसिरहेको क्या यहाँ पनि नगर बसै तान्छ चौरामा नगर बसै तान्छ फेरि अटोहरू गाह्रो छ नि त हामीलाई त ओहो के गर्ने ल यहाँ बस्नु त बस्ने अब के भनेर बस्ने क्या यहाँ चोकमा हेऱ्यो भने चाहिँ यस्तो उताबाट 1-2 जना आयो भने हाल्ने हो अब के गर्ने कसरी हाल्ने त यहाँ अगाडि आएर बस्नु रोकिदिन्छ त्यहाँ महिना उसको आएछ बस यताबाट 1-2 जना आयो भने तान्ने हो ल हेरौँ गाइज के कस्तो हुन्छ ल त साथीहरू अहिले भने अत्तरे पुग्यो होइन अब भने म चाहिँ घरतिर खाना खान लागेँ भोक पनि साह्रै नै लाग्यो अब त खानै पऱ्यो टाइम पनि 2 बजिसक्यो घर पुगुन्जेल भनौँ न बिस्तारै जाने होला त्यस्तै छ आधा 1 घन्टा फेरि रेस्ट हान्नु पऱ्यो गर्मीमा सकिँदैन अब बढी हानौँ भने फेरि टाइम भइहाल्छ के गर्ने साथीहरू त्यस्तै छ चलिरहेको छ जिन्दगी है त्यही हो सबैको त्यस्तै हो मेरो मात्र होइन सबैको त्यस्तै हुन्छ आफ्नो सबको हुन्छ होइन के गर्ने काम गर्नु परिहाल्यो केटा हो ठिक छ नेपालमा भयो भने विदेशमा भयो भने एउटै हो क्या काम चाहिँ गर्नै पऱ्यो के गर्नै पऱ्यो होइन त्यही भएर चाहिँ अब चाहिँ म चाहिँ लागेको खाना खान अब खाना खाएर टक्क आउनुपर्छ त्यही पछि चाहिँ सो गाइज है म चाहिँ खाना खान घर गएको थिएँ अनि घर पुगेर म यहाँ आइसकेको थिएँ होइन म यहाँ चाहिँ गेटा मेडिकल कलेज पछाडितिर आएको थिएँ अनि त्यो टाइममा चाहिँ त्यस्तै भएर घर गएको र अनि त्यहाँबाट आएको भिडियो चाहिँ मैले बनाउनु पाएन सो जोस् म चाहिँ बजारतिर आइसकेको छु होइन
अहिले भने केटा मेडिकल कलेज पुगेर त्यो काम चाहिँ सकेर त्यहाँ काम भन्दा पनि 2 जना मान्छे पुगाउनु पर्ने थियो त्यो चाहिँ सकेर म चाहिँ अहिले अत्तरतिर फर्किन लाग्यो त्यसै अब हेरौँ अगाडि के हुन्छ कस्तो हुन्छ हैन अब अहिले भनेको चाहिँ गर्मी बाहेक अरू केही देख्न पाउँदैन कि यता है अनि यतातिर चाहिँ आज पनि यता के छ के हो झन्डा बोकेर गइरहेको मान्छेहरू देखिन्छ त बाइकमा त केटा हो अझ फेरि पछाडिबाट आउँदैछन् झन्डा बोकेर हिँडिरहेका मान्छे देखिन्छन् हेर्नु त के को रहेछ आज फेरि कार्यक्रम टाइपको हो कि क्या हो रहेछ सूर्यको चिन्हवाला भनेको चाहिँ एमालेको झन्डा देखिन्छ गाइज ल फेरि अर्को पनि आइरह है ल के हो रेली सेली छ के हो बजारतिर अब यो कुरा त बजारतिरै गएर थाहा हुन्छ हैन ए हाम्रो देशमा भने के हो केटा है भइरहेको हुन्छ के गर्ने कसैलाई के छ है मान्छेलाई कसरी पेट पाल्ने कसरी खाने कसरी के गर्ने कसरी परिवार हेर्ने भन्ने हुन्छ हैन अनि कसैलाई भने त्यो अलगै छ फेरि है देशमा के चलिरहेन केही बुझ्नु पनि साह्रै गाह्रो छ भने अब यो एउटा झन्डा फेरि अर्कै खाले झन्डा छ केही बुझिन्न त्योमा त्यस्तो छैन अनि यो अहिले गइरहेको झन्डा चाहिँ यो फेरि एमालेको छ सो गाइज हेरौँ बजारतिर गएर हेरौँ है के छ गाइज कहीँ यता पनि ठुलै त छैन माहौल अब त्यो चाहिँ बजारमा गएरै थाहा हुन्छ है म चाहिँ एकछिनमा पुग्छु बजार अनि अगाडिपट्टि ल हेर्नु त अगाडिपट्टि ल यो अङ्कललाई अब यो अटोले छुप्दैन के अरे देखियो होला नि त बाइकमा ल है गाइज अब बजारतिर गएर हेरौँला के कस्तो रहेछ माहौल त्यो खासमा के रहेछ त्यहीँ गएर बुझिन्छ अब खै त केटा अघिको झन्डा बोकेर हिँड्ने मान्छेहरू त कोही भेट्टाएन त मैले त बजार पुगिसकेँ होइन कहाँ हराएँ केटा हो ल जहाँसुकै जाउँ होइन म त बजारतिर भएपछि के रहेछ कस्तो रहेछ यसो हेरौँला भनेको अब पछि कहीँ भेटिहाल्नु भयो के हो भने हामी थाहा पाइहाल्छौँ सो अहिले चाहिँ कोही केही छैन यतातिर सो आफू चाहिँ आफ्नो काममा लागिरहेको हेरौँ ल त गाइज अहिले भनेको अब चाहिँ घाम पनि डुब्न लाग्यो है साँझ पनि हुन लाग्यो भनौँ न है म चाहिँ बस पार्कतिर आएँ आजभोलि चाहिँ त्यस्तो सोचे जस्तो मान्छे चाहिँ छैनन् होइन अब यता चाहिँ म तपाईँहरूलाई देखाएँ ल घाम चाहिँ डुब्न लाग्यो होइन अनि यो चाहिँ बस पार्कतिरको माहौल ल गाडी आएको छैन ल अटो हेर्नु त हाम्रो बस पार्कमा के गर्ने है सबैजना अब कमाउनुको लागि भनेर यसरी बसिराख्नु भएको छ है अब हाम्रो अवस्था यस्तो छ अनि अस्ति देशको अवस्था हेर्ने हो भने अस्ति 3 कुनेमा देखिहाल्नु कसैलाई के छ गाह्रो साह्रो भइरहेछ है गाइस सो अब चाहिँ लगभग धेरै छैन 1 घन्टा जति हो बजारतिर फेरि साँझ जति टाइम भइहाल्छ फेरि घर हिँडिहाल्ने हो गाइस है 1 घन्टा यतातिर भयो भने त बसिन्छ एकछिन चाहिँ यसो 2-4 मिनट दिनभरिको मुड फ्रेस गरिन्छ 2-4 मिनट यता केटाहरूसँग बसिन्छ अनि त्यसपछि चाहिँ 2-4 मिनट यता बसिसकेपछि चाहिँ अनि चाहिँ सिधै हिँडिन्छ अब एउटा चाहिँ उता सामान हालेर लास्टको अनि सो त्यसै चाहिँ अहिले चाहिँ भनेको रमाइलो भइरहेछ होइन कमाइ चाहिँ भइरहेको छैन नबत्ते यिनलाई सोध्नु नबत्ते हामीलाई सोध्दै यहाँ पुरै 4 चक्कर 4 राउन्डिङ हानिसके हैन तर एकजना मान्छे नपाएर म यता बसहरू आइरहेको छु अहिले गाइजहरू छैन कमाइ गाह्रो छ कमाइ समय भन्ने कुरा त्यही हो ल हस् एकछिनमा हामी भेटौँला ल त साथीहरू अब भनेको चाहिँ लगभग 7 बजिसक्यो होइन अब के छ र लगभग आधा घन्टामा चाहिँ झिमिक्कै साँझै पर्छ होइन त्यस्तै छ अनि अहिले भने चाहिँ म चाहिँ टक्क आउनु चाहिँ यता धनगढीतिर आएको थियो गाइज है धनगढीतिर आएर चाहिँ फर्किन लाग्यो म चाहिँ अनि आज चाहिँ यतातिर चाहिँ लाइटहरू नबलेछ खै कति बजे बल्दो रहेछ यो हाइवे रोडको लाइटहरू आज त बन्द छ होइन खै पछि नै बल्छ कि आजभोलि खै के भन्छ त्यो ऊ भएर हो कि होइन प्रब्लम भएर त्यो चाहिँ थाहा भएन सो अहिले चाहिँ म भनेको चाहिँ घरतिर गइरहेको छु अब माया मेट्रोतिर हेरिन्छ माया मेट्रोतिर नभएपछि तपाईँको शहीद गेट अनि त्यसपछि चाहिँ होइन शहीद गेटतिर पनि भएन भने भाटभेटी नै हेरिन्छ अनि त्यही हिसाबले चाहिँ घरतिर लागिन्छ सो आज चाहिँ अत्तरे पुग्ने बेला चाहिँ झिमिक्कै नै साँझ हुन्छ होला फेरि घर पुग्ने बेला त 7-8 सम्मै बज्छ होला 8-8:30 हुन्छ होला सो ठिक छ गाइस है आजको दिन पनि लगभग गइसक्यो भनौँ न है अब के छ र अब धेरै टाइम छैन सो यो माया मेट्रो अगाडि चाहिँ मान्छे चाहिँ छैन नि यो कारहरू लागेको भनेको माया मेट्रो अगाडि नै हो अब मान्छे छैन कोही छैन यतातिर उसरी त उभिरा हुन्थ्यो कहिले काहीँ सो यहाँ छैन अगाडि चाहिँ शहीद गेटतिर हेर्नु पऱ्यो गाइस ल त हेरौँ के कस्तो हुन्छ
सो गाइज है फाइनली म चाहिँ घर पुगेँ अनि अहिले चाहिँ घर पुग्ने बेला चाहिँ रातिको 8 बजिसक्यो होइन। अनि एकदम आज त किन अल्छी लागे जस्तो निन्द्रा लागे जस्तो पनि अहिले नै भइसक्यो। अनि अब भनेको मैले उता गएर खाना खानुपर्ने हुन्छ महाघरमा गएर सो होइन। अनि अटो पनि चाल लगाउनु नै छ अनि एकछिनमा अटो चाल लगाइन्छ त्यसपछि चाहिँ खाना खान जान्छु। उताबाट आएर भिडियो एडिटिङ गर्नुपर्छ होइन। त्यसपछि चाहिँ टाइम चाहिँ अति नै भइहाल्छ 11-12 नै बजिहाल्छ क्या कहिले काहीँ त। सो गाइज आजको दिन पनि जसोतसो गयो होइन। तपाईँहरूले चाहिँ मेरो भिडियोलाई चाहिँ एकदम माया गरिदिनु होला होइन। अनि जो च्यानलमा नयाँ हुनुहुन्छ उहाँहरूले चाहिँ च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला। अनि त्यही हो गाइज है, अब आजको दिन जसोतसो गइहाल्यो है। अब भने हामी चाहिँ भोलिको ब्लगमा भेटौँला। आजलाई चाहिँ बाई बाई।